Happy birthday to you, Lakshmi. Happy birthday to you. La. Clapping. Thank you so much. के होला लक्ष्मी लो गेस गर्नु मादल बजाएको Thank you. त्यो पनि सादा हुन्छ झिङ्गा कसरी आयो त्यही त लक्ष्मीको निम्ति विशेष गरी गन्ती 6 अध्यायको 24 देखि लिएर 26 पद म पढ्नेछु। परमप्रभुले तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति देऊन्। Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Lakshmi. Happy birthday to you. Wow. Happy birthday. फर्स्टमै यो नखाने यसमा चाहिँ कन्फ्युजन फोटोबाट चाहिँ मान्छेहरूलाई परमेश्वरको इच्छा के छ त्यो अनुसार हिँड्न सकौँ भनेर प्रार्थनामा सम्झिदिनु होला। प्रभु तपाईँ परमेश्वरले जसरी तपाईँको अनुग्रह कृपामा तपाईँ परमेश्वरले आफ्नो छोरीलाई राख्नुभयो त्यसको निम्ति प्रभु हामी तपाईँलाई धन्यवाद दिँदै सहायता गर्नुहोस्। तपाईँको इच्छा प्रभुको जीवनमा तपाईँ परमेश्वरले पुरा गर्नुहोस्। धन्यवाद छ प्रभु तपाईँ परमेश्वरलाई आफ्नो छोरीलाई चाहिएको ज्ञान बुद्धि शक्ति सामर्थ्य तपाईँ परमेश्वरले दिनुहोस्। आत्मिक शारीरिक बौद्धिक सबै मानसिक ओ प्रभु भौतिक कुराहरूमा उसको व्यवसायमा स्कुलको टिचिङहरूमा सेवाकायको क्षेत्रहरूमा प्रत्येक कुराहरूमा तपाईँ परमेश्वरको आशिष अनि अनुग्रह रहेको होस् भनी धन्यवाद जनाउँदै माग्छु यीशु प्रभुको उच्च पवित्र नाममा आमेन। केकको हालत बर्थडे ह्याप्पी बर्थडे गिफ्ट क्यूमा भयो है त्यहाँ हाँस्दै खाएको निरवले गिफ्ट दिइसक्यो। क्ल्यापिङ खोलेर हेर्ने कि के गर्ने क्ल्यापिङ खोइ त थ्याङ्क यू है Thank you so much. है अब ठुलो बुढा के होला भनेर हेर्दैछ बाबुले। के होला लक्ष्मी लो गेस गर्नु यो वालामा के छ झोलामा के होला दामी दामी
ला राखिदियो किटक्याट दामी रहेछ त हौ फल लाग्ने खालको है मादल बजारेको निरवले यो चाहिँ लगा ल यो ठुलो चाहिँ किन्ने लगा न ल हुन्छ धेरै राम्रो राम्रो डक्टर क्या कोहली कानमा लाउने हो नि र तिमी कुन चाहिँ मन पर्यो निरव तिमीलाई रिङ पनि रहेछ नि त के होला के होला वाउ के छ थ्याङ्क यू निरव यो चाहिँ निरवले दिएको हो राम्रो रहेछ साइड लाउँदै पुरै दोकानको मान्छे लुगा पसलको मान्छेले गरेको हुन्छ धन्यवाद सबसे बिजी त निरव भयो त पुरा हेल्प कति राम्रो थ्याङ्क यू ल यहाँ राख्छु यो चाहिँ अब निरवले लानु अब सक्छ कि सक्दैन उसलाई एकदम हुने खालको सामान छ निरवले लान्छ होला यहाँबाट खोल नि यहाँबाट खोल त हामी त्यहाँ गर्दिन्छ लेमिनेटर थ्याङ्क यू थ्याङ्क यू सो मच स्टेसनरीको मान्छेले स्टेसनरीको अवस्था बुझिदिएको सरप्राइजिङ भयो चलाउनुहरू पनि सिकिरहेको भयो त यही हो भित्र के छ भन्ने भयो कि उहिले बुझेको छैन बस ल ल धन्यवाद सबैजनालाई रूपालाई नयनलाई कल्पना सुजना सबिना दिदी स्पर्श निरव भन्नै पर्छ Round and round, we'll run a bus go round and round. गाडी एक्सिडेन्ट भएछ ल एमर्जेन्सी पिपी पापा ल ल ल ल ल राख्ने कुखुरा पनि राखेको छ अलिक छाड्दा पनि त होला अलिकति सक्छ त्यो पनि सादा हुन्छ तपाईँको पनि हाम्रो पनि सार्नु पर्ने हामीलाई यो झिङ्गा अचार खानु चाहिँ अचार झिङ्गा कसरी आयो त्यही त